यस स्कुलका प्रिन्सिपल अग्नि सर, हाम्रो नेसनल प्याप्सन केन्द्रीय समितिको केन्द्रीय सदस्य पनि हुनुहुन्छ र अत्यन्तै असल भएका कारण सफल व्यक्ति पनि हुनुहुन्छ आदरणीय अग्नि सर, विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सरहरू, नेसनल प्याप्सनको तर्फबाट उपस्थित हुनुभएका जिल्लाका प्रदेशका सम्पूर्ण साथीहरू, व्यासमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई र आजको यस कार्यक्रमका मुख्य आकर्षण आदरणीय अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनी छोराछोरीहरू सबैलाई मेरो व्यक्तिगत तर्फबाट र नेसनल प्याप्सन केन्द्रीय समितिका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु र मेरो आफ्नो मन्तव्य सुरु गर्दछु। विद्यालय एउटा त्यस्तो थलो हो जो सबैलाई अनिवार्य रूपमा आवश्यक पर्दछ। विद्यालयको धेरै महत्त्व छ। किन महत्त्व छ भन्ने कुरा म 1 मिनट यहाँलाई बुझाउन चाहन्छु। हाम्रो नेपालको सबैभन्दा धनी व्यक्तिको डलर पैसामा पनि सबैभन्दा धनी व्यक्तिको भनेर सोध्नुभयो भने विनोद चौधरीको नाम आउँछ। उहाँ अत्यन्तै सक्षम र असल व्यक्ति हुनुहुन्छ। असल भएका कारण सक्षम हुनुभएको छ। तर उहाँलाई पनि आफ्नो छोराछोरी पढाउनको लागि विद्यालय चाहिन्छ। अहिलेको सफल प्रधानमन्त्री जो पूर्व प्रधान न्यायाधीश पनि हुनुहुन्छ सुशीला कार्की, उहाँले पनि आफ्नो छोराछोरी पढाउनको लागि विद्यालय चाहिँदो रहेछ। म धनी छु, म सक्षम छु, म राम्रो छु भनेर विद्यालय बाहिर बस्न पाइँदो रहेछ। त्यसैले अहिले तपाईँले हेर्नुभयो भने जति पनि ब्युरोक्रेट्सहरू हुनुहुन्छ, जति पनि सुरक्षाकर्मीहरू हुनुहुन्छ, जति पनि राजनीतिक कर्मी हुनुहुन्छ र स्वयं तपाईँ अभिभावकहरू हुनुहुन्छ, हामी शिक्षकहरू छौँ, हामी कुनै न कुनै विद्यालय नटिकिकन आजको यो अवस्थामा आएका छैनौँ। त्यसैले विद्यालयको ठुलो महत्त्व हुन्छ। यो विद्यालयको संरक्षण गर्नु, यसको माया गर्नु, यसको सम्मान गर्नु हाम्रो दायित्व हुन आउँछ। त्यसैले यहाँले जुन रूपले यो स्कुललाई, यो विद्यालयलाई माया गर्नुभएको छ, तपाईँ सम्पूर्ण अभिभावकज्यूहरूलाई हाम्रा तर्फबाट विशेष आभार व्यक्त गर्न चाहन्छु। हामीले अहिले 2-3 कुरा ख्याल गर्नुपर्दो रहेछ। अघि पूर्वका साथीहरूले पनि भन्नुभयो विद्यालय सक्षम बन्नुपर्छ। विद्यालय सक्षम बन्नका लागि के गर्नुपर्छ भन्ने कुरा पनि हामीले सम्झिनुपर्छ। विद्यालय सक्षम हुनका लागि 3टा कम्पोनेन्ट मिल्न जरुरी छ। एउटा अभिभावक, एउटा शिक्षक कर्मचारी र तेस्रो चाहिँ जसले यो आफू विभिन्न व्यवसायमा सक्षम हुँदाहुँदै पनि, अन्य व्यवसायमा राम्रो मुनाफा हुँदाहुँदै पनि यो शिक्षक पेसालाई, राज्यको दायित्वलाई आफ्नो काममा लिएर लगानी गर्नुभएछ। त्यो लगानीकर्ताहरूको संयुक्त प्रयास भयो भने विद्यालय राम्रो बन्छ। हामीलाई थाहा छ, हामी गाउँमा पहिले खाना पकाउँदाखेरि ओदान भन्थ्यौँ। ओदानका 3टा खुट्टा हुन्थे। जसरी ओदानको 3टा खुट्टामा हामी खाना पकाउन सक्षम हुन्थ्यौँ, त्यसै गरी एउटा विद्यालय सफल बनाउनका लागि अभिभावकहरूले पनि भूमिका खेल्नुपर्ने हुन्छ, शिक्षक कर्मचारीहरूले पनि भूमिका खेल्नुपर्ने हुन्छ र विद्यालयको जो लगानीकर्ता छ, लगानीकर्ताहरूले पनि पूर्ण रूपमा भूमिका खेल्नुपर्ने हुन्छ। यहाँनिर अभिभावकहरूसँग हाम्रो एउटा कन्फ्युजन छ। अघि वडा अध्यक्षज्यूले पनि भन्नुभयो सामुदायिक र संस्थागत विद्यालय बिचको केही दूरी छ भन्नुभयो। हामीलाई त्यस्तो लाग्दैन। हामीले लगानी गर्ने पैसा र सामुदायिक विद्यालयमा जाने पैसाको रेखदेख गर्ने एउटै राष्ट्र ब्याङ्क हो। एउटै 1000का दरका नोटहरू हामीले चलाउँछौँ, एउटै ब्याङ्कबाट लोन लिन्छौँ र एउटै किसिमको हामीले किस्ताहरू तिर्छौँ। त्यसैले यो लगानी हामीले इन्डाइरेक्ट रूपमा सामुदायिकमा गरेका छौँ कि डाइरेक्ट रूपमा तपाईँको संस्थागतमा गरेका छौँ भन्ने कुरा हो। त्यसैले म यहाँलाई के अनुरोध गर्छु भने जहाँ लगानी हुन्छ त्यहाँ त्यसको संरक्षण गर्न जरुरी हुन्छ। त्यसैले आदरणीय अभिभावकज्यूहरूको भूमिका के रहन्छ भने पहिलो कुरा आफ्नो छोराछोरीहरू सही ट्र्याकमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा यहाँले अत्यन्त सूक्ष्म ढङ्गले अध्ययन गरिदिनुपर्छ। तपाईँका छोराछोरीहरू अब डिजिटल डिभाइसबाट टाढा जान सक्दैनन् र राख्नु पनि हुन्न। तर डिजिटल डिभाइसमा तपाईँले नजिक राख्दै गर्दा उनीहरूले डिजिटल डिभाइसको सदुपयोग गरेका छन् कि दुरुपयोग गरेका छन्, त्यसको निगरानी गर्ने दायित्व तपाईँहरूसँग छ। स्कुल समय बाहेक सबैभन्दा बढी डिजिटल डिभाइसमा तपाईँको बच्चाहरू इन्गेज हुने भनेको 4 बजेदेखि 7 बजेको समय अहिले एउटा अनुसन्धानले भनिरहेको छ। त्यसैले त्यो समयमा तपाईँ अभिभावकहरूले सचेत भएर आफ्नो बच्चा बच्चीहरूलाई मोनिटरिङ गरिदिनु भयो भने एउटा दायित्व त्यहाँ पुरा हुन्छ। साथसाथै तपाईँहरूसँग अर्को दायित्व छ। यो स्कुल यो मात्र स्कुल होइन, निजी शिक्षालयहरू जोगाउने मेरुदण्डको रूपमा तपाईँहरू हुनुहुन्छ।
हामीले पूर्व कालमा पनि सुनेका छौँ। द्रोणाचार्यले एकलव्यले इन्डाइरेक्ट रूपमा आफूले शिक्षा लिएको थाहा पाएपछि उनीसँग गुरु दक्षिणा मागेका थिए। हामीले त यहाँ नगद मात्रै माग्छौँ, उनीले त एकलव्यको औँला काटेर देऊ भन्नुभएको थियो। त्यसैले संसारमा कहीँ पनि निःशुल्क शिक्षा छैन, या त सरकारले गरेको लगानी छ या त व्यक्तिले गरेको लगानी छ। त्यसैले यो संस्थागत विद्यालयहरू भनेको व्यक्तिले गरेको लगानी हो। यो लगानीलाई जोगाउनका लागि तपाईँहरूले नियमित रूपमा शुल्क तिर्नुपर्ने हुन्छ, तिर्नु भएको छ। त्यो तिरेकै कारणले आज विद्यालय यो ठाउँमा छ। यहाँलाई लाग्दो यसो नभनेको भए पनि हुन्थ्यो भन्नुहुन्छ होला, होइन। तपाईँहरूले टाइमली तिर्दिनु भयो भने त्यो शिक्षक तथा कर्मचारीले टाइमली तपाईँको स्यालेरी पाउँछ। उहाँहरूले जुन दिन नियमित स्यालेरी पाउन थाल्नुहुन्छ तपाईँका छोराछोरीहरूको उहाँहरूले सेवा गर्नुहुन्छ। मलाई लाग्छ यो विद्यालयले 3000, 5000, 7000 को एभरेजमा फी लिएको छ। कसैलाई लाग्दो किन यति महँगो लिएको होला भनेर। तपाईँले त्यसलाई डिभाइड बाई 1 महिनामा 26 दिन यो स्कुलले तपाईँहरूलाई सर्भिस दिन्छ। यदि 4000 रुपियाँ लिएको छ भने 26 दिन डिभाइड गर्नुभयो भने यो स्कुलले 200-300 एभरेज पैसा लिइरहेको छ, 150 रुपियाँ पैसा लिइरहेको छ। 150 मा तपाईँलाई दिनभरि शिक्षासहित विभिन्न अतिरिक्त क्रियाकलापसहित तपाईँहरूलाई यो सुविधा दिएको छ र सक्षम नागरिक बनाउनलाई प्रयत्न गरेको छ। त्यसैले यो विद्यालय शिक्षालाई तपाईँहरूले महँगो पनि नभनिदिनु होला। बिस्तारै बिस्तारै धान्ने गरी मात्रै यो विद्यालयले सर्भिस गरेको छ। त्यसैले यो कुरामा तपाईँहरूले हातेमालो गरिदिनु भयो भने तपाईँहरूको दायित्व सकिन्छ। अब त्यसपछि आउँछ शिक्षक र कर्मचारीको दायित्व। अहिले हामी सिङ्गल बेबी कन्सेप्टमा यो समाजलाई लगिरहेका छौँ। हामी 2टा छोराछोरी छन् भन्न पनि लाज मान्ने अवस्थामा छौँ। त्यसैले म आदरणीय शिक्षक तथा कर्मचारी साथीहरूलाई पनि अनुरोध गर्छु, तपाईँहरू पनि ओदानको एउटा दोस्रो मेन खम्बा हुनुहुन्छ, पिल्लर हुनुहुन्छ। तपाईँहरूले पनि एउटा के कुरा सोचिदिनुपर्छ भने हो हामी ठुलो उसमा छौँ, परिवारमा छौँ। 4 जनाको परिवारमा त हाम्रो कुरा मिल्दैन, यहाँ लगभग 70-80 जनाको परिवार होला। यो परिवारमा पनि केही असन्तुष्टि हुनसक्छ, केही तपाईँहरूका तिता मिठा कुराहरू हुन सक्छन्। ती तिता मिठा कुराहरूलाई अघि सर जस्तो सक्षम नेतृत्व यहाँ हुनुहुन्छ। विद्यालय व्यवस्थापनका यस्तो यङ साथीहरू जसले आफ्ना उमेरका साथसाथै लगानी गर्नुभएको छ, उहाँहरूसँग बसेर टेबलमा कुरा गर्नुहोस्, तपाईँका समस्याहरूलाई त्यहाँ राख्नुहोस् र समाधान गर्नुहोस्। तर त्यो कक्षा कोठामा बस्दै गरेको त्यो विद्यार्थीप्रति, त्यो विद्यार्थी एउटा विद्यार्थी मात्रै होइन, समग्र यो देशको भविष्य हो, यो देशको असल नागरिक हो, यो अभिभावकको आफ्नो भरोसा हो, यो अभिभावकको आफ्नो मेरुदण्ड हो। त्यो वितृष्णा त्यो बच्चालाई त्यो कक्षा कोठामा नदेखाउनुहोस्। त्यो बच्चा जसले जन्माउँदाखेरि आफ्नो कलेजोको टुक्रा, मुटुको टुक्रा ठानेर हुर्काइरहेको छ, आदरणीय अभिभावकज्यूहरूले हुर्काइरहनु भएको छ। त्यो बच्चा तपाईँको कक्षा कोठामा आउँदै गर्दाखेरि घरमा जति सुरक्षित छ, घरमा बाबा मम्मीसँग जति खुसी छ, त्यति नै खुसी र त्यति नै सुरक्षित मेरो काखमा छ भन्ने पूर्ण विश्वास तपाईँ शिक्षक तथा कर्मचारी साथीहरूले अभिभावकज्यूहरूलाई विश्वास दिलाउन चाहनुभयो र ती बच्चाहरूको भरोसा तपाईँहरूले जित्नुभयो भने शिक्षक कर्मचारी साथीहरूको पनि दायित्व पुरा हुन्छ। त्यसै गरी म सञ्चालक साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, व्यवसाय गर्ने पनि थुप्रै व्यवसायहरू छन्। नान्लो व्यवसायदेखि टुरिज्मदेखि लिएर तपाईँको होटलदेखि लिएर तपाईँको पार्टी प्यालेस हरेक क्षेत्रमा तपाईँहरूले लगानी गर्न सक्नुहुन्छ। हामी पनि लगानी गर्न सक्छौँ। तर जब तपाईँ शिक्षा क्षेत्रमा समर्पित भएर लगानी गर्न आउनुभएको छ भने तपाईँहरूले शिक्षक तथा कर्मचारीका कुराहरू पनि सुन्नुहोस्। जो शिक्षक जसलाई पजेरो चढ्ने सपना छैन, जसलाई ठुलो महल बनाउने सपना छैन, सामान्य गुजारा गरेर म विद्यार्थीहरूसँग आफ्नो जीवन बिताइरहेको छु, हाँसी खुसी बिताइरहने ती शिक्षकहरूप्रति तपाईँहरूले सम्मान भाव व्यक्त गर्नुहोस्, उहाँहरूलाई आदर गर्नुहोस् र उहाँहरूलाई तपाईँले जे कमिटमेन्ट गर्नुभएको छ, जुन समयमा गर्ने भने त्यो गर्नुहोस्। यो त्रिपक्षीय सम्बन्ध विस्तार गरेरै विद्यालयलाई राम्रो बनाउन सकिन्छ। मैले अघि पनि भने यो विद्यालयमा अभिभावकहरूको उपस्थिति, विद्यार्थी भाइ बहिनीहरूको प्रस्तुति र अहिलेसम्म यहाँहरूको धैर्यता र यो समाजले गरेको माया, यहाँ अगाडि ग्यासमा बसिरहनु भएका आदरणीय सम्पूर्ण अग्रज व्यक्तित्वहरू, पत्रकार मित्रहरू, लगभग मलाई लाग्छ कार्यमा बसेर देशभरिको पत्रकारिता गर्ने सम्पूर्ण पत्रकार साथीहरू यहाँ मैले अघि देखेको छु। त्यसै गरी समाजसेवीहरू देखेको छु, सबै शिक्षाका हस्तीहरू देखेको छु। यो सङ्गम, यो भेटघाट पक्कै पनि स्कुलको राम्रो व्यवस्थापनका कारणले भएको छ जस्तो मलाई लाग्छ। त्यसैले यो त्रिपक्षीय सम्बन्धलाई फेरि पनि आउँदाखेरि अझ राम्रो र प्रगाढ बनाएर तपाईँहरूले यो विद्यालय सञ्चालन गर्नुहुनेछ भन्ने पनि मैले अपेक्षा राखेको छु र त्यो अनुसार यहाँले गर्नुभएको छ। अर्को एउटा कुरा म यहाँलाई अन्तिममा जोड्न चाहन्छु। म यो स्कुलले मैले अहिले धुलो रहित
स्कुल बनाएँ, वातावरण बनाएँ भन्दै गर्दा म अग्नि सरलाई व्यक्तिगत रूपमा एउटा अनुरोध गर्न चाहन्छु। तपाईँको तल खुला जमिन छ, माथि वरिपरि खुला जमिन छ। यहाँ पढ्ने बच्चाहरूलाई म विशेष भाग्यमानी भन्न चाहन्छु। म काठमाडौँमा विद्यालय चलाउँछु। हामी कङ्क्रिटको सहरमा छौँ। हामीले अलिकति विस्तार गर्ने ठाउँ पनि छैन। अहिले बच्चाहरूलाई मेन्टल्ली फिजिकल्ली फिट गराउनको लागि हामीले विभिन्न किसिमका एक्टिभिटिजहरू गराउनु पर्ने हुन्छ। त्यो एक्टिभिटिज गराउनको लागि प्रशस्तै ठाउँहरू छ। त्यो ठाउँ विस्तार गरेर अनुसारले त्यो सुविधा पनि यो बच्चाहरूलाई थप गर्नुहुनेछ। म यो किन भनिरहेको छु भने एउटा कुरा म अभिभावकज्यूहरूलाई अनुरोध गर्छु, विद्यालयबाट खेलेर फोहोर भएर जाँदाखेरि विद्यालयलाई नराम्रो नभनिदिनु होला। जति धेरै बच्चालाई माटोमा खेलाउनुहुन्छ त्यो सुविधा तपाईँको घरमा पनि छ। माटोमा भिटामिन पाइन्छ, भिटामिन मात्रै होइन, तपाईँको रोगसँग लड्ने प्रतिरोधी क्षमता पाइन्छ। अहिले सहरमा अटिजमको बिगबिगी चलेको छ। मन्टेश्वरीमा आउँदै गरेका बच्चाहरू राम्रोसँग बोल्न जान्नुहुन्न, खेल हाँस्न जान्नुहुन्न, खान जान्नुहुन्न। यो समस्या किन भएको भन्नुहुन्छ भने उहाँहरू प्रकृतिबाट टाढा हुनुभयो। तपाईँका छोराछोरीलाई, तपाईँका नातानातिनाहरूलाई तपाईँले प्रकृतिबाट टाढा राख्नुपर्ने बाध्यतामा हुनुहुन्न। त्यसैले बिदाका दिनमा पनि मेरा छोराछोरीलाई म माटोबाट टाढा राख्छु, म यिनीहरूलाई सुख सुविधा दिन्छु नभन्नुहोस्। माटोसँग खेल्न दिनुहोस्। माटोमा प्रत्यक्ष रूपमा भिटामिन B12 पाइन्छ, त्यसले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ। त्यति मात्रै छैन, प्रकृतिसँग जोडिँदाखेरिका धेरै फाइदाहरू छन्। त्यसैले पानीमा खेल्न दिनुहोस्, माटोमा खेल्न दिनुहोस्, बाहिर एकछिन हिँडुल गर्न दिनुहोस् र विद्यालय परिसरमा पनि त्यो किसिमको थप वातावरण बनाउन मैले अघि पनि सरलाई अनुरोध गरेँ। त्यसैले प्रकृतिसँग घुलमेल गराउनु भयो भने तपाईँको छोरा प्रकृति प्रेमी हुन्छ। जब तपाईँ आफ्नो प्रकृति भनेको तपाईँको आमा हो। जब तपाईँले प्रकृतिलाई माया गर्न थाल्नुहुन्छ, तपाईँको आमालाई माया गर्छ। जसले आमाको माया गर्छ त्यसले भोलि सिंहदरबार जलाउँदैन, त्यसले भोलि सर्वोच्च अदालत जलाउँदैन। त्यसैले हामीले अहिले आफ्नो नेपालीपन, आफ्नो नेपाली माटो, नेपाली भूगोल र नेपाली इतिहासलाई माया गर्ने जनशक्ति बनाउनु छ। त्यसैले म विद्यालय परिवारलाई आफ्नो करिकुलममा पनि अब 2083देखि केही कुरा थप गर्न अनुरोध गर्छु। हाम्रो करिकुलमबाट भूगोलको कम महत्त्व भइरहेको छ, नैतिक शिक्षाको कम महत्त्व भइरहेको छ, तपाईँको इतिहास पढाउनु परिरहेको छैन, संस्कृत जस्ता समृद्ध भाषाहरू हामीले पढाउनु परेको छैन। हामी निजी विद्यालयहरूलाई एउटा छुट छ, हामीसँग एउटा आफ्नै किसिमको लगानी भएका कारणले मेन करिकुलमलाई समाउँदै केही थप कुराहरू सिकाउन सक्ने हामीसँग समय छ। त्यसैले भूगोल, इतिहास जस्ता विषयहरूका केही समेटेर नयाँ करिकुलम डिजाइन गर्नुहोला र 83देखि त्यो सुरु गर्नुहोला। विशेष गरी संस्कृत भाषाको पढाइ यदि सम्भव छ भने सुरुवात गर्नुहोला। जसले संस्कृत जान्दछ उसको अङ्ग्रेजी भाषा राम्रो हुन्छ। हुँदा त यहाँ धेरैलाई अचम्म लाग्ला, संस्कृत पढाउँदा मान्छे मारेको यहाँ हामीले थाहा पाएका छौँ, शिक्षक मारेको थाहा पाएका छौँ। संस्कृत पढ्दा कर्मकाण्डी हुन्छ, ब्राह्मण हुन्छ भनेका सुनेका छौँ। तर होइन, विश्वको सबैभन्दा समृद्ध भाषा अहिले संस्कृत भाषा हो। तपाईँले युरोप र अमेरिकामा हेर्नुभयो भने 36-37% स्कुलहरूमा अहिले संस्कृत भाषा अनिवार्य छ। जसको संस्कृत राम्रो हुन्छ उसको अङ्ग्रेजी भाषा राम्रो हुन्छ। अङ्ग्रेजी भाषा मात्रै होइन, म दावा गरेर प्रमाणित गर्न सक्छु, विश्वको जुन कुनै भाषा संस्कृत भाषा राम्रो गर्नेले गर्न सक्छ। त्यसैले यो सबै सञ्चालक महोदयहरूलाई हुन त यो खर्च बढाउने कुरा गर्दै प्रकाश सरले नभन्नु होला। म यहाँबाट क्षमा पनि माग्न चाहन्छु, तर खर्च बढाउनुहोस्, किनभने तपाईँहरू दिने ठाउँमा हुनुहुन्छ। पूर्वीय दर्शनले जसले दिन जाने हो त्यसलाई भगवान्ले दिनुहुन्छ भन्नुहुन्छ। त्यसैले म यहाँलाई अनुरोध गर्न चाहन्छु, जो राम्रो बनाउन चाहने हो, हेर्नुहोस् भगवान् राम त्यसै राम बन्नु भएन। राम बन्नलाई वनवास जानु पर्यो। विष्णु बन्नलाई तपाईँको नागमा सुत्नु पर्यो। महादेव बन्नलाई तपाईँको विष खानु पर्यो। जसले विष खान सक्यो ऊ महादेव भयो, जसले तपाईँको अमृत खायो ऊ देवता मात्रै भयो। त्यसैले यो विद्यार्थी जीवन भनेको दुःख गर्ने जीवन हो। शिक्षकको जीवन भनेको साह्रै दुःखी जीवन हो। शिक्षकले कहिल्यै शान्ति पाउँदैन। त्यसैले मैले फेरि पनि मैले आदरणीय अभिभावकज्यूहरू र सञ्चालकज्यूहरूलाई हात जोडेर म अनुरोध गर्न चाहन्छु। मैले विशेष अभियान पनि चलाएको छु। नेपालमा यदि कसैको सम्मान हुनुपर्छ भने त्यो शिक्षकको हो। किनभने त्यो शिक्षकले पढाएका भरले पजेरो चढ्न सक्दैन, पढाएको भरले सामान्य बाइक बाहेक उसले केही पनि व्यवस्था गर्न सक्दैन। तपाईँ हाम्रो जस्तो महल बनाएर बस्न सक्दैन, तर त्यस्ता महल बनाउनेहरू बनाउन सक्छ। त्यस्तो तपाईँको संसार हल्लाउन सक्ने जनशक्ति बनाउन सक्छ, राष्ट्र सेवक बनाउन सक्छ, प्रधानमन्त्री बनाउन सक्छ, प्रधान न्यायाधीश बनाउन सक्छ। त्यसैले एउटा शिक्षकले लाखौँ विद्यार्थी बनाउन सक्छ र एउटा शिक्षक बिग्रिँदा लाखौँ विद्यार्थी बिग्रिन्छ। एउटा इन्जिनियर बिग्रिँदा त 10वटा घरको नक्सा बिगार्ने हो। एउटा डक्टर बिग्रिँदा त 10वटा 50वटा बिरामीलाई मात्रै गलत उपचार गर्ने हो। त्यसैले शिक्षकलाई बिग्रिन दिनु हुँदैन, शिक्षक संस्कृत कर्मचारीलाई पनि बिग्रिन दिनु हुँदैन। त्यसैले म आदरणीय अभिभावकज्यूहरूलाई
केही असन्तुष्टि हुनसक्छ। तपाईँको 600-700 बच्चालाई यहाँ पढाउनु भएको छ, 700को बच्चाहरू पढ्दै गर्दा कहिलेकाहीँ लड्न सक्छ, कहिलेकाहीँ कक्षामा टिचर्सहरूले केही भनेको हुनसक्छ, कहिलेकाहीँ म्यामहरूले केही भनेको हुनसक्छ, दाइ दिदीहरूले केही भनेको हुनसक्छ। तपाईँले मैले पैसा तिरेको छु त्यसले त्यसरी पुग्ने, त्यो को मास्टर हो, को मास्टर नै हो भनेर घरमा बच्चाहरूसँग नभनिदिनु होला। आउनुहोस्, अग्नि सरको टेबलमा बसेर विवाद गर्नुहोस्, टेबल टक गर्नुहोस् र त्यहाँ समाधान गर्नुहोस्। तर शिक्षक र शिक्षिकाहरूप्रति उच्च सम्मान राख्नुहोस्, उच्च भाव राख्नुहोस्। त्यो गर्नुभयो भने मात्रै तपाईँका छोराछोरीको भविष्य उज्जवल हुन्छ। जसले शिक्षकलाई हेर्नुहुन्छ तपाईँका छोराछोरीको भविष्य राम्रो भयो भने फेरि पनि 2-4 वर्ष 10 वर्षमा बाँचौँला। शिक्षकको अपमान गरेको कुनै कसैका परिवारको कसैको अभिभावकहरू पनि राम्रो भएको छैन। हेर्नुहोस्, राम पनि गुरु कहाँ गएर पढ्नु भयो, हेर्नुहोस्। राजा वीरेन्द्रले पनि छोरालाई तपाईँको शिक्षक कहाँ लगेर पढाउनु भयो, आफ्नो घरमा पढाउनु भयो होइन। तपाईँहरू ट्युसनै पढाउनु छ भने पनि होम ट्युसन भनेर नबोलाउनु होला, शिक्षक कहाँ पठाउनु होला। किनभने त्यो बच्चालाई के सिकाएको हो भने शिक्षकप्रति समर्पित हुनुपर्छ भन्न सिकाएको हो। तपाईँको सम्पत्ति हुनु, पैसा हुनु र सम्मान हुनु फरक चिज हो। त्यसैले शिक्षक र शिक्षाप्रतिको सम्मानमा जसरी यो विद्यालय परिवारले काम गरेको छ, यो काममा जसरी अभिभावकज्यूहरूले सपोर्ट गर्नुभएको छ, शिक्षक शिक्षिका साथीहरूले सपोर्ट गर्नुभएको छ, यहाँहरूको यो एक किसिमको सहकार्यप्रति म एकदम आभारी छु। यहाँहरूले विशेष गरी मलाई बोलाएर जुन किसिमको सम्मान दिनुभयो त्यसका लागि अग्नि सर लगायत यो विद्यालय व्यवस्थापन परिवारलाई पनि नेसनल प्याप्सन केन्द्रीय समितिका तर्फबाट हामी आभार व्यक्त गर्छौँ, धन्यवाद भन्छौँ। मैले केही लामो बोलेँ होला, केही छुच्चो बोलेँ होला। म फेरि पनि अन्तिममा हात जोडेर म यहाँलाई भन्छु, शिक्षकप्रतिको सम्मान जोगाउँ। नेपालमा शिक्षक लोपोन्मुख हुनुभएको छ। यो पेसालाई जोगायौँ भने हाम्रो देश जोगिन्छ। एउटा कुरा अन्तिममा म भन्छु, मैले बुबा गुमाएको आज लगभग 60 दिन हुन लाग्यो, 59 दिन हो। जुन दिन जुन व्यक्तिले छत गुमाउँछ, जुन घरको छत उठ्छ, त्यो दिन मात्रै व्यक्तिलाई घरको महत्त्व थाहा हुन्छ। त्यसै गरी जुन दिन हामी अरू देशको अधीनमा पुग्छौँ त्यसपछि मात्रै आफ्नो देश स्वतन्त्र हुनुको गर्व थाहा हुन्छ। त्यसैले यो सोसल मिडियामा आएका हल्ला र यी दस्तरी कुराहरू नसुनिकन देशलाई माया गर्न सक्ने किसिमको जनशक्ति अहिले हाम्रो आवश्यकता हो। आफ्नो हजुरबालाई बुवालाई माया गर्न सक्ने बनाउने जनशक्ति आजको हाम्रो आवश्यकता हो। अहिले हामीलाई सोसल मिडियाले हेर्नुहोस्, 51 सालको जनयुद्धपछि हामी जातका नाममा लड्यौँ। त ब्राह्मण, त छेत्री, त शूद्र, त फलानो, त लिम्बू, फलानु ठाउँमा लिम्बुवान, फलानु ठाउँमा तामसालिङ, कता बाहुन कता छेत्री भन्यौँ। अहिले 20 वर्षमा हामीले बुझौँ, यो 30 वर्षमा हामीले बुझौँ यो जातपात भन्ने केही हुँदो रहेछ। जात भनेको नेपाल र नेपाली हुँदो रहेछ। हामी सम्पूर्ण नेपाली रहेछौँ भन्ने रियलाइज गऱ्यौँ। अहिले फेरि तिनै तत्त्वहरूले अहिले फेरि हाम्रो घरमा विभाजन ल्याइरहेको छ। अहिले हामी जेनजीका नाममा हजुरबा र छोरा, छोरा र नाति लडिरहेका छौँ। हामी चाँडै सचेत बनौँ। यो कुनै पनि जी हुँदैन। एउटै कुरा हुन्छ, जहाँ हजुरबा नभइकन नाति सम्भव छैन, नाति नभइकन हजुरबा सम्भव छैन। त्यसैले यो रेगुलर चेन हो। त्यसैले हजुरबा र छोरालाई अलग गर्न सकिन्न, छोरा र छोराको छोरालाई अलग गर्न सकिन्न। यो चेन बिगार्ने काम भइरहेको छ। पहिले समुदाय बिचमा लडाइँ गराइयो, अब घरभित्र लडाइँ गराइँदैछ। नातिले हजुरबाको कुरा सुन्दैन, हजुरबाले नातिको कुरा सुन्न सक्ने अवस्था छैन। त्यसैले यो आन्दोलनबाट, यो लडाइँबाट हामी बच्यौँ भने हाम्रो नेपाल बच्छ, हाम्रो अस्मिता बच्छ। त्यसैले यहाँहरूले सचेत भएर, हामी नाति बाउ र छोरा मात्रै हौँ, हामी कुनै पुस्ता होइनौँ। यो फेरि रेगुलर कुरा हो। त्यो नाति पछि ऊ पनि हजुरबाउ बन्छ। त्यसैले यो चाहिँ एउटा इकोसिस्टम हो भनेर हामीले समुदायलाई बुझाउनु पर्नेछ। त्यो बुझाउने कुरामा पनि यहाँहरूले अग्रणी भूमिका खेल्नुहुनेछ, विशेष गरी शिक्षक तथा शिक्षिका साथीहरूले। त्योभन्दा पनि बढी जसले यहाँ सामाजिक शिक्षा पढाउनुहुन्छ, अहिले सोसल स्टडिजका नाममा प्रख्यात छ, सामाजिक शिक्षा पढाउने शिक्षक तथा शिक्षिका साथीहरूले चाहिँ एकदम केही कुरा छ भने म्यानेजमेन्टमा भन्नुहोस्, तर बच्चाहरूलाई हामीले सही सूचना दिनुपर्ने अवस्थामा छौँ। यो कुराको अनुरोध गर्दै यो आमन्त्रणका लागि मैले विद्यालयहरूलाई फेरि पनि धन्यवाद दिँदै मेरा एनप्याप्सनका काभ्रे जिल्लाका सबै साथीहरू यहाँ अगाडि हुनुहुन्छ, बोधी सर हुनुहुन्छ, हाम्रो विदुष सर हुनुहुन्छ, लगायत यो टिमसँग मैले आज भेट्ने मौका पाएँ। सबै अलि लामो भएको ग्याप भएको पनि यो अवसरका लागि यो विद्यालयहरूलाई धन्यवाद दिँदै मेरो मन्तव्य यही सक्छु। हस्त तपाईँ।